तपाईँलाई चाहिँ गाह्रो भएन आफै कम्पनी खोज्दाखेरि आफै काम चेन्ज गर्दाखेरि रोमानियामा भनेर मलाई मेसेज आएको थियो, दाइ भन्नुभएको थियो। तर मभन्दा अझै सिनियर अझै पाकाहरू पनि हुनुहुन्थ्यो त्यस्तो मेसेज गर्ने। सो हो मैले अब रिलिज पेपर माग्नुभन्दा 1 महिना 1.5 महिना अगाडि नै मैले अब ट्याक्क नयाँ कम्पनीसँग कुरा भइसकेको थियो र नयाँ कम्पनीलाई अब मान्छे तत्कालै चाहिएको थियो र अब त्यसले मलाई आइज रिलिज पेपर केही चाहिँदैन, तेरो सबै डकुमेन्ट बनाइदिन्छु भनेर भन्नुभएको थियो। तर नि अब भोलि अब इलिगल भयो भने त तनाव भयो, डकुमेन्ट बनेन भने त। अनि फेरि बल्ल बल्ल ऋण गरेर आइपुगेको छ रोमानिया, भोलि फेरि इलिगल भएर नेपाल पठाइदियो भने त त्यस्तो बिजोग हुन्छ भनेर अनि मैले चाहिँ अब पुरानो कम्पनीले नि रिलिज पेपर नदिने जस्तो कुरा भयो 1 वर्ष नभइकन। अनि मैले पैसा तिरेरै लिएँ, रिलिज पेपर लिएँ। अनि त्यसपछि यता आएर लगभग कति 5-6 दिनसम्म काम हान्यो। अनि डकुमेन्ट झ्याउ हुने भयो डकुमेन्ट बनाउनलाई। ल के गर्ने, अब तैँले काम गरे जति म पैसा दिइहाल्छु, कति काम गर्छस् गर, तर डकुमेन्टहरू चाहिँ नबन्ने भयो भनेर कुरा गर्नुभयो। सो अब म त तनाव हान्यो, त्यही अब विश्वास लागेर आएको। अनि फेरि रातारात अर्को कम्पनी खोजेर लगभग यहाँबाट कति 13 किलोमिटर छ उता, पहिला मैले 6 दिन जति काम गरेको कम्पनी, त्यहाँबाट यहाँ फेरि अर्को त्यही कामै खोजेर फेरि भोलिपल्ट बिहान नै 6 दिन काम गरे पैसा लिएर अनि यहाँ आएँ। र यहाँ चाहिँ मेरो सबै डकुमेन्टहरू बनिसकेको छ लगभग। अब टिआरसीको वेटिङमा छु। मैले अस्ति भिडियो हालेको छु कि फिङ्गरहरू अनि फोटोसोटो सबै खिचेर आइसकेँ इमिग्रेसनमा गएर। सो त्यही हो, तपाईँहरू नै अब यसरी काम चेन्ज गर्नुहुन्छ र चाहनुहुन्छ भने चाहिँ एकदम ध्यान दिएर एकदम विचार पुर्याएर र कम्पनी खोजेको कम्पनीमा पहिल्यै अब नेपाली हुन्छ कि इन्डियनहरू जोसुकै हुन्छ, अरू देशको मान्छेहरू चाहिँ काम गरेको छ कि छैन भन्ने कुरा बुझ्नु। नत्र भने अब तिनीहरूलाई अब यतैको मान्छेहरूलाई त्यस्तो डकुमेन्ट नै बनाउनु पर्दैन जस्तो लाग्यो मलाई। अनि त्यो झेउ मान्ने भएर कतिपय कम्पनीहरूले चाहिँ पछि त्यस्तो भन्न सक्छ र एकदम ध्यान दिनु होला आफै कम्पनी चेन्ज गर्दा फेरि।